नमस्ते, वेलकम टु माई न्यू ब्लग। मेरो ब्लगलाई चाहिँ लाइक कमेन्ट गरिदिनु होला है। म चाहिँ अब सामारी आइपुगेँ है। अब सामारीबाट हाम्रो चाहिँ आज मनोकामना जाने बाटो म तपाईँहरूलाई देखाउने छु है। म चाहिँ यहाँ अब हामी चाहिँ यहाँ सामारी पुलबाट चाहिँ हात हल्लाउँदै है अब उता अब मनोकामना जाने बाटो चाहिँ लाग्दैछु। हामी चाहिँ अब माथि उकालो चढिसक्यौँ है। अब दाइहरू हुनुहुन्छ, दुईजना दाइहरू चाहिँ अब सल्लाह गर्दै रमाइलो गर्दै हामी मनोकामना जाँदैछु है। अब यहाँको अब यस्तो हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। रोड पनि अब कच्ची रोड छ है, पानी पर्न लागिरहेको छ है। तर पनि हामी एकदम रमाइलोको साथमा चाहिँ हामी हिँड्दै गइरहेको छु। यहाँतिरको चाहिँ अब वातावरण एकदम पानी पर्छ जस्तो भइरहेछ, एकदम शीतल छ है। यहाँको रोड चाहिँ एकदम पानी पऱ्यो होइन, रोड बिग्रेको छ है। हिँडेर चाहिँ हिँड्न सजिलो हुन्छ होइन। अवश्य पनि यहाँको बाटो चाहिँ एकदम हिँड्न पनि गाह्रो छ है। जुत्ता सबै चाहिँ अब जुत्ता हिलोमा अब होइन भित्र परेर एकदम फोहोर भएको छ। तैपनि हामी एकदम खुसीको साथमा चाहिँ हामी मनोकामना जाँदैछु। बाटो चाहिँ एकदम हिलो पानी बर्खा मासमा चाहिँ यो गाडीहरूले चाहिँ एकदम बाटो बिगारेको अवस्था छ यहाँको। हामी चाहिँ अब लगभग मनोकामना पुग्नको लागि चाहिँ अब 10-15 मिनट लाग्छ यहाँबाट है। अब हामी चाहिँ हिँड्दैछौँ, तैपनि बिच बाटोतिर पुगिसक्यो। अब यहाँबाट चाहिँ एकदम सजिलो बाटो छ कि भनेको फेरि यस्तै बाटो चाहिँ भइरहेको छ है साथीभाइहरू। ल अब हामी चाहिँ मनोकामना पुग्नु लगभग चाहिँ अब 8-9 मिनट बाँकी छ। अब खुसीकै साथमा हामी हिँडिरहेको छौँ। हामीहरूको साथमा दाजुभाइहरूसँग अब एकदम मिलेर चाहिँ हिँडिरहेको छ है त। हेर्नुहोस् है त। ल साथीभाइहरू करिब हाम्रो चाहिँ मनोकामना मन्दिरको छेउमा चाहिँ आइपुग्यो। यहाँको माटो चाहिँ एकदम रातो छ है। यतातिर चिप्लेर गयो भने मान्छे चाहिँ एकदम तल पछारिने सम्भावना हुन्छ। त्यही भएर हामी एकदम केयरफुल्ली चाहिँ हिँडिरहेको छु है। हाम्रो दाइले चाहिँ के भन्दै हुनुहुन्छ, ल हेर्नुहोस् अब यो बाटो चाहिँ एकदम राम्रो छ अरे। अब यस्तो ठाउँमा हामी चाहिँ सर्वप्रथम पहिलो घुम्दैछु भन्ने चाहिँ कुरा गर्नुहुँदै थियो दाइले। ऊ एकजना दाइ चाहिँ हाम्रो एकदम। ल साथीभाइहरू यो चाहिँ जङ्गलको बाटो छ है। यहाँ यस्तो चाहिँ यहाँ बोट बिरुवाहरू छ। हामी चाहिँ एकदम ध्यान दिएर हिँड्दैछु है। अलिक टाइम लाग्छ। ल हाम्रो साथीभाइहरू चाहिँ यसरी आउँदै हुनुहुन्छ। यो बाटो चाहिँ एकदम अप्ठ्यारो बाटो छ है। चिप्ल्यो भने तल बाटोमा ठ्याक्कै पुग्ने रहेछ। तैपनि हामी चाहिँ जाने कोसिस गर्दैछु। अवश्य पनि बाटो सजिलो त छैन, तर पनि हामी चाहिँ जुन पुग्नुपर्ने ठाउँमा चाहिँ हामी पुग्न लागिसकेको छु है। यस्तो बाटोहरू भए पनि एकदम रमाइलो छ है। यहाँ मन्दिर बनाउनु लागेको रहेछ। ल हेर्नुहोस् दाइले चाहिँ अब यहाँ जङ्गलमा यस्तो राम्रोसँग डिस्क्राइब गर्दै हुनुहुन्छ। ल यहाँ अटो पनि रहेछ। अटो त मलाई खासै चढ्न चाहिँ आवश्यक छैन। हामी हिँडेर जाँदैछु है। अब त्यो देख्ने डाँडो चाहिँ मनोकामना मन्दिर हो। अब एकछिनपछि त्यहाँको चाहिँ दृश्य तपाईँहरूलाई चाहिँ अब देखाउने छु। अब यो चाहिँ एकदम ढलान गरेको एकदम रोड है। तर अब रोड चाहिँ राम्रै छ, त चिप्लो छ यो बाटो चाहिँ। एकदम रमाइलो साथ दुईजना दाइहरू चाहिँ मेरो पछि आउँदै हुनुहुन्छ। म चाहिँ अहिले हल्सालै भन्नुभयो थियो क्यामेराम्यान है साथीभाइहरू। ल हेर्नुहोस् त, तपाईँहरूले देख्न सक्नुहुन्छ। कस्तो रमाइलो छ यो ठाउँ त। हेर्नुहोस् त, घर पनि परेवाहरू पनि कस्तो मजाले बसिरहेको है। घर पनि चिटिक्क परेको राम्रो ठाउँ रहेछ। ल हेर्नुहोस् साथीभाइहरू। ल यो चाहिँ हाम्रो मेन मनोकामनाको चाहिँ अब भित्र छिर्ने गेट हो है। यहाँबाट चाहिँ हामी ढक्क लगाएर चाहिँ माथि चाहिँ अब जान्छौँ है। ल है गाइजहरू, हामी चाहिँ मनोकामना जाने माथि सिँढीमा उक्लिँदैछु है। एकदम राम्रो छ, तपाईँहरूले देख्दै हुनुहुन्छ। ल हामीले चाहिँ यस्तो चाहिँ टक्क लगाएर चाहिँ हिँड्दैछु गाइज माथि। ल यो चाहिँ हाम्रो मूर्ति हो मनोकामना मन्दिरको। गोर्खाको जस्तो ठुलो मन्दिर चाहिँ यहाँ रहन्छ, तर पनि एकदम रमाइलो ठाउँमा छ है गाइज। ल हेर्नुहोस्, तपाईँहरूले देख्न ल हेर्नुहोस्, अब हामी मन्दिर आइपुग्यौँ। मन्दिर चाहिँ एकदम रमाइलो ठाउँमा व्यवस्थित पाराले एकदम हाइटमा बनाएको रहेछ है। यहाँ चाहिँ एकदम साथीभाइहरू एकदम रमाएर बसिरहनु भएको छ। मन्दिर जस्तो पवित्र ठाउँ हो है। अब हामी यहाँ मन्दिरमा अब दर्शन गरिसकेँ, अब घुमिसकेँ है। अब यता अब शिवहरूको चाहिँ अब पिक्चर पनि छ। हाम्रो दाइहरू हिँड्दै हुनुहुन्छ है। अब हामी मन्दिरमा घुम्दैछु गाइज, घुम्दैछौँ। ल दाइहरू चाहिँ माथि एकदम यो एरियामा घुम्दै हुनुहुन्छ। हामी चाहिँ अब केही छिनपछि यहाँ घुमेपछि चाहिँ आफ्नो वासस्थानतिर लाग्नेछु साथीभाइहरू है। ल हेर्नुहोस्, यो एरिया पनि एकदम ठुलो रहेछ है। अब म सेकेन्डचोटि घुम्न गएको हो।
अस्ति चाहिँ अब राति गएको थियो, यसपालि चाहिँ हामी दिउँसै घुम्न जाने मौका पायौँ। अब ल हेर्नुहोस् है, तपाईँहरूले देख्न सक्नुहुन्छ मनोकामना मन्दिर। ल हेर्नुहोस्, अब हाम्रो चाहिँ यसो यहाँ हरेक कुराहरूको चाहिँ अब यहाँ चाहिँ घुमफिर भइसक्यो है। अब हामी चाहिँ तलतिर लाग्नेछु है गाइज। ल हेर्नुहोस्, बाई बाई मनोकामना मन्दिर। ल अब हामी चाहिँ अब गेटतिर आइसक्यौँ। अब हामी एकछिनपछि त्यहाँ गेटबाट बाहिर निस्किनेछु। ल हेर्नुहोस्, तपाईँहरू पनि घुम्न आउन सक्नुहुनेछ गाइजहरू। ल हामी तलतिर चाहिँ गइसक्यौँ है। अब ल यो चाहिँ हाम्रो ओह्रालो तल बजार जाने बाटो हो। ल यस्तो राम्रो छ, चिप्लो छ है, अलिकति ध्यानपूर्वक हिँड्नुपर्छ है त साथीभाइहरू। ल हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ है। ल यहाँबाट देख्ने दृश्य चाहिँ हाम्रो हेटौँडा बजार हो है साथीभाइहरू। ल गाइज, हामी चाहिँ तल बाटो है, जङ्गलको बाटो सिँढी झर्दै अब बजार पुग्नेछौँ। तपाईँहरूलाई चाहिँ हामी देखाउनेछौँ यो है। ल हेर्नुहोस् त, बाटो चाहिँ बाटै रहेछ है साथीहरू। ल हेर्दाखेरि चाहिँ एकदम चिटिक्क राम्रो देख्ने, हिँड्दाखेरि चाहिँ एकदम गाह्रो हुने के घुँडाको समस्या भएको मान्छेले चाहिँ गाह्रो हुन्छ कि गाइज। ल हेर्नुहोस्, अब टक्क मलाई नि गर्मी भइसक्यो, टक्क टोपी फुगाली हिँड्दैछु है जङ्गलभित्र गाइज। ल हेर्नुहोस् त, हो जङ्गल चाहिँ यति रमाइलो ठाउँ रहेछ। हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुन्छ है त, सिँढी जति तल झरे पनि कहिले पनि चाहिँ नि कम्प्लिटै हुन नसक्ने कि यता हेऱ्यो उता हेऱ्यो तल। ल बल्ल हामी चाहिँ यहाँ पुलमा आइसक्यो, पुल काठको पुलमा चाहिँ हिँड्दैछु है गाइज। ल हेर्नुहोस्, खोला चाहिँ छैन, पुलमा डक्क लगाएर क्रस गरिसकेँ। ल हेर्नुहोस्, मेरो साथीहरू चाहिँ माथिबाट बल्ल झर्दै हुनुहुन्छ है दाइहरू चाहिँ। ल जङ्गल हेर्नुहोस् त, हो ल तलतिर आइसक्यो हामी। अब हेर्नुहोस् त यहाँ, ल यो पनि मन्दिरै हो है, अब मुक्तिनाथ मन्दिर हो। यहाँ पनि एकदम यहाँ चाहिँ भित्र छिर्न पाएन है दाजुभाइहरू, किनभने बाहिरबाट चाहिँ चाबी लगाएर राखेको छ मन्दिरमा है। अब बाहिरबाट हेरेँ, राम्रो लाग्यो अनि भिडियो बनाएको। ल अब हामी चाहिँ यहाँ झोलुङ्गे पुलतिर आइपुग्यो है। अब हामी बस्ने ठाउँ वासस्थानतिर हामी लाग्दैछु, केही समयपछि हामी पुग्छौँ त्यहाँ है। अब ल यो झोलुङ्गे पुल पनि यस्तो पारीसम्म छ है, यहाँ पनि एकदम रमाइलो ठाउँ छ। ल साथीभाइहरू, म चाहिँ रोडमा ढक्क लगाएर है आफ्नो गन्तव्यतिर लाग्दैछु, वासस्थानतिर जाँदैछु है। आज रोड पनि खाली नै छ है। आज अब विश्वनाथ बाबाको चाहिँ पूजा भएर पनि होला। ल अब यो तीर्थधारको पानी, यो चिसो पानी, एकदम स्वादिलो पानी है। अब खानु पर्यो है, थकित भएको छु दिनभरि हिँडेर। म गर्मी भएर चाहिँ ढक्क चाहिँ मुख धुँदैछु हो। ल मजाले खान्छु है पानी गाइज। हेर्नुहोस् त, चिसो पानी झ्याप्प लगाएर गुड। आहा कस्तो स्वादिष्ट पानी है। ल ठिक छ, ल गुड। ल हेर्नुहोस् त, यो सामरी पुलभन्दा पारीको दृश्यहरू कस्तो राम्रो छ है दाजुभाइहरू। ल हेर्नुहोस् त, हो कल बाग्ने खोला, हेर्नु त फुलहरू कस्तो राम्रो छ हेर्नुहोस् त, हो। ल हेर्नुहोस् त, ल हामी चाहिँ सामरी पुल अब क्रस गर्छौँ साथीभाइहरू है। ल दाइहरू चाहिँ उखु टक्क लगाएर थकित भइसकेर ल त गाइजहरू है, हामी चाहिँ आफ्नो वासस्थानतिर लागेँ। ल गुड, आजको लागि चाहिँ है तपाईँहरू राम्रोसँग बस्नु होला। आज चाहिँ कम्प्लिटली भयो। ल